प्रश्न नम्बर 1, एक्सरेलाई नेपालीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ क्षकिरण। प्रश्न नम्बर 2, एनिभर्सरीलाई नेपालीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ वर्षगाँठ। प्रश्न नम्बर 3, रेडियोलाई नेपालीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ आकाशवाणी। प्रश्न नम्बर 4, क्याल्कुलेटरलाई नेपालीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ गणकयन्त्र। प्रश्न नम्बर 5, क्यान्सर रोगलाई नेपालीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ अर्बुद। प्रश्न नम्बर 6, अपरेसनलाई नेपालीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ शल्यक्रिया। प्रश्न नम्बर 7, टेलिभिजनलाई नेपालीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ दूरदर्शन यन्त्र। प्रश्न नम्बर 8, एम्बुलेन्सलाई नेपालीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ निश्रेयान। प्रश्न नम्बर 9, अफिसलाई नेपालीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ कार्यालय। प्रश्न नम्बर 10, मोबाइललाई नेपालीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ दूरभाष यन्त्र। प्रश्न नम्बर 11, कम्प्युटरलाई नेपालीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ सूच्याङ्क यन्त्र। प्रश्न नम्बर 12, पेट्रोललाई नेपालीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ शिलातेल। प्रश्न नम्बर 13, डाक्टरलाई नेपालीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ चिकित्सक। प्रश्न नम्बर 14, दूरबीनलाई नेपालीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ सूक्ष्मदर्शक यन्त्र। प्रश्न नम्बर 15, पुलिसलाई नेपालीमा के भनिन्छ? कृपया यसको सही उत्तर कमेन्ट गर्नुहोला। अनि आजको भिडियो कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया अवश्य दिनुहोला। म हजुर सामु यस्तै जीके सम्बन्धी भिडियो लिएर पुनः उपस्थित हुनेछु भन्दै बिदा हुन्छु। हस्त।